हेलो हजुर म केपी शर्मा ओली बोलेको। हजुर नमस्कार। नमस्कार। अनि तपाईँ प्रमुख जिल्ला अधिकारी बोल्नुभएको हो? हजुर हो, म सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री बोले। हजुर हजुर। अनि मैले तपाईसँग त्यहाँको त्यो अहिले त्यो के भएको, त्यहाँ कसरी क्षति भइराखेको छ, त्यो पहिरो हो कि हिमताल फुटेको हो कि के भएको हो र त्यो स्थिति कस्तो छ, अहिले क्षतिको स्थिति कस्तो छ, त्यस बारेमा जानकारी लिन खोजेको। यो थामी खोलाको शिरबाट यो कुम्बुपासा नगरपालिका वडा नम्बर 5 माथि थामी खोलाको शिरबाट आयो। यो हिम पहिरो हो कि हिमताल हो कि सुक्खा पहिरो हो भनेर यकिन विवरण हामीले लिन सकेनौँ, किनभने चितो जहाँ बस्ती छ त्योभन्दा धेरै माथि मानव बस्ती रहित ठाउँबाट आएको हुनाले त्यो सेटेलाइटबाट मण्डलतर्फबाट हेर्दाखेरि हिम पहिरो अथवा हिमताल भन्ने त्यस्तो देखिएन भन्ने कुरा आयो। यहाँबाट हामीले त्यो के हो भनेर यकिन विवरण अहिलेसम्म पनि लिन सकेका छैन हजुर। अनि अहिलेको क्षतिको कुरामा अहिलेसम्म यो 12वटा घर चाहिँ पूर्ण क्षति, यो घर र होटेल हो। त्यहाँ विशेष गरी पर्यटकीय स्थल भएको हुनाले होटेल र घर दुईटैका रूपमा परेको हुन्छ। त्यो मुख्य रूपमा बगिरहेको ठाउँबाट नजिकै त्यहाँ स्कुल देखिन्छ नि? नजिक स्कुल पनि छ। त्यो स्कुल अहिले चाहिँ त्यो बस्तीको बिचबाट खोला पस्यो। बस्तीको बिचबाट खोला पसिसकेपछि एउटा स्कुल पनि थियो, स्कुल पनि एउटा पूर्ण क्षति भएको छ। एउटा स्वास्थ्य क्लिनिक थियो, त्यो पनि पूर्ण क्षति भयो। अनि 12वटा घरहरू पनि पूर्ण क्षति भए। अनि अन्य 7वटा घर पनि जोखिममा छन्। अनि मानवीय क्षति चाहिँ अहिलेसम्म हुन दिएको छैन। नेपाली सेना र नेपाल प्रहरी गएर त्यहाँ उद्धार गरेको अवस्था छ। एकजना चाहिँ नभेटिएको, अलिकति नसुन्ने, कान नसुन्ने त्यस्तो प्रकृतिको थियो, तर त्यो भेटिएन भन्ने न्युज आएको छ हामीलाई। तर त्यो को मान्छे हो, त्यसको नाम अथवा विवरण हामीले प्राप्त गर्न सकेका छैनौँ। अहिले त्यो खोला त्यो अलिकति घटेको चाहिँ छ। त्यसको बहावले गर्दा यता तलतिर सोलुमै एउटा पक्की पुल पनि भत्किएको अवस्था छ। अनि फेरि त्यहाँबाट पैदल यात्राबाट जोड्ने मार्ग पनि अहिले पूर्ण रूपमा टुटेको छ। अहिले हामी हिँडेर जाउँ भन्दा पनि यहाँबाट 3-4 दिन लाग्ने अवस्था छ, त्यो पनि बाटो टुटेको छ। अनि अलि माथिसम्म गाडीको बाटो थियो, त्यो पनि टुटेको छ। हेलीको बाइक त्यहाँ हामी अन्य अघि पुग्न सक्ने अवस्था पनि छैन। फेरि हेलीका लागि चाहिँ वेदर अहिले नैको वेदर छ, त्यहाँ पानी परेर अलिअलि हावा चलेको छ, खुल्ला होला जस्तो छ भने चाहिँ दिउँसो एकदमै बादल लागेको थियो। त्यसले गर्दाखेरि हेली पनि जान सक्ने अवस्था छैन। भोलि बिहान चाहिँ हामी रक्षा मन्त्रीज्यू सहितको टिम यहाँ आएर हामी पनि म र देशसाथ सहित यहाँ अलिकति तत्काल राहतका लागि केही राहत रकम लिएर त्यहाँ जाने भनेका छौँ, वेदर खुल्यो भने। अहिले हाम्रो नेपाली सेना र नेपाली प्रहरीले चाहिँ उद्धार गर्ने टिम बसिराखेको छ। यो तल्लो थामे भन्नेमा चाहिँ त्यो विपद पर्यो र उपल्लो थामे भन्नेमा पनि होटेल रहेछ। त्यो होटेलहरूमा आफन्तहरूकोमा र होटेलहरूमा चाहिँ 120 देखि 150 को हाराहारीमा प्रभावितहरू त्यहाँ छाडेर अहिले सुरक्षित ठाउँमा राखिएको छ। त्यस्तो मानवीय क्षति हुन दिएको छैन। अनि गृह मन्त्रालयमा सचिवज्यूहरूसँग पनि हामी कन्टिन्यू समन्वयमा छौँ। उहाँहरूले इन्भिटेसन पनि दिइरहनु भएको छ हामीलाई अहिलेसम्म। अब चाहिँ त्यो घटिसकेको कारणले तल्लो क्षेत्रमा त्यही बाढीका कारणले अब क्षति नहोला भन्ने चाहिँ हामी अनुमान गरेका छौँ। एउटा चाहिँ त्यो अरू हामीसँग अब त्यस्तो जोखिम भइहाल्ला भन्न पनि त्यो के हो भनेर पत्ता लगाउनको लागि चाहिँ एउटा सानो हेरी गएर रेकी गर्ने के गर्नुपर्छ कि भन्ने जस्तो कुरा मैले सचिवज्यूसँग अनुरोध गरेको छु। त्यो पत्ता नै लागेन भने चाहिँ के हो, थप यदि ताल रहेछ भने फेरि थप जोखिम भएर फेरि आउँछ कि भन्ने डरका लागि एकचोटि रेकी पनि गर्नु पर्ला जस्तो छ। अब अहिले यथार्थ के हो, त्यो ग्लेसियर फुटेको हो कि होइन, त्यो ब्रस्ट भएको हो कि होइन भन्ने कुरा यकिन नभएसम्म एउटा चाहिँ मलाई के लाग्छ भने सुखा पहिरो चाहिँ होइन, किनभने त्यहाँ पानी बगेको छ। त्यो पहिरो चाहिँ माटोभन्दा बढी पानी बगिएको छ। त्यसकारण त्यत्रो पानी बग्नलाई चाहिँ त्यो यत्तिकैको पहिरो चाहिँ भत्किन्छ, तर पानी त बग्दैन नि। पानी बग्नलाई पानीको सोर्स खोइ त त्यहाँ। त्यसकारण त्यहाँ
पानी बग्यो भने त्यो पहिरोले त्यो खोलालाई थुनेर केही दिनदेखि रोकेर राखेर त्यो फुटेको हो कि त्यो पनि हुन सक्छ, त्यो पनि हुन सक्छ, त्यस्तो केही हुन सक्छ। तर त्यहाँ अब एउटा कुरा चाहिँ त्यहाँ मानवीय क्षति कुनै प्रकारको हुन नपाओस् भन्ने कुरामा ध्यान दिनुहोस्। मानव जीवनको मूल्य बराबर अरू केही पनि कुरा छैन। अरू धनमालको क्षति त भइहाल्यो, त्यसलाई हामी सरकारले केही गरौँला, राहत उपलब्ध गराउँला, पुनर्निर्माण गरौँला, केही गरौँला। तर मानवीय क्षति भनेको त फेरि पुनःप्राप्ति गर्न पुनर्निर्माण गर्छु भनेर हुने कुरा होइन। त्यसकारण मानवीय क्षति हुन नपाओस् भन्ने कुरामा ध्यान बढी दिनुहोस्। अरू पनि क्षति हुन नपाओस्, केही पनि क्षति हुन नपाओस्, तर सबभन्दा बढी चाहिँ मानवीय क्षति हुन नपाओस् भन्ने कुरामा ध्यान दिने भन्ने कुरा। अर्को, अब वेदर खराब नभएदेखि भोलि रक्षा मन्त्री सहितको टिम आउँछ। अब वेदर कस्तो हुन्छ त्यो भन्न सकिन्न। फेरि वेदरसँग चाहिँ कुनै कम्प्रोमाइजै गर्नुहुन्न। हजुर हुन्छ, वेदर ठिक भयो भने रक्षा मन्त्रीज्यू आउनुहुन्छ। त्यसैमा यहाँ थाप्लुबाट म र देश साहबलाई पनि रिसिभ गरेर हामी जाने भन्ने कुरा छ। वेदर राम्रो भयो भने मात्रै छ योमा। अब हामी यसमा चाहिँ कम्प्रोमाइज नगर्ने थियो। यदि मानवीय क्षति वेदरमा जबरजस्ती गऱ्यो भने अर्को दुर्घटना नहोस् भन्नेमा हामी शपथ नै छौँ। त्यहाँ पनि मानवीय क्षति नहोस् भन्नका लागि हामीसँग भएको जनशक्ति नेपाली सेना र नेपाल प्रहरी चाहिँ एकदमै पूर्ण रूपमा चाहिँ खटिराखेको छ। रातभरि पनि उहाँहरूलाई अप्ठ्यारो नपरोस्। फेरि अब तर के हो भनेर कसैलाई त आफ्नो सम्पत्तिको लोभले गर्दा त्यहाँ जाने दलदलमा फस्ने हुनसक्छ भनेर त्यसप्रति चाहिँ हामी एकदम सतर्क छौँ। त्यो चाहिँ हुन नदिने, सूचित पनि गरिरहेका छौँ। त्यस्तो हुन नदिने। हजुर हजुर। अब त्यहाँ प्रारम्भिक अब राहत के अरे उद्धारका कुराहरू त त्यहाँ स्थानीयले नै जे गरे अथवा जे त्यहाँ उपलब्ध छ, सेना छ भने सेना, प्रहरी छ भने प्रहरी, अथवा स्थानीय जनप्रतिनिधि अथवा पार्टीका कार्यकर्ताहरू, समाजका अरू सङ्घ संस्थाहरू वा समाजसेवी व्यक्तिहरू अथवा सर्वसाधारण जसले सक्छ त्यसले प्रारम्भिक उद्धार गर्ने हो। त्यसमा सरकारको तर्फबाट हुन सक्ने सम्मको कमी नरहोस्। र अब उनीहरूको त घरसर लगो, त्यो जाडोको ठाउँ पानी परिराखेको छ, घरसर लगो, लत्ता कपडा लगो, सबै लगो, खाद्यान्न लगो भनेपछि घर बगाएपछि त सबै बगायो नि। अब अहिले त ती मान्छेहरू न कहीँ तत्काल जान सक्छन्। 12वटा घर बगायो, धेरै घर त छैन त्यहाँ। फेरि थोरै घर भएको ठाउँ 12 घर बगायो भनेपछि उनीहरूलाई खाने बस्नेदेखि लिएर सबै कुराको अप्ठ्यारो छ। सकेसम्म भोलि नै हामी त्यो प्रबन्ध गर्न कोसिस गर्छौँ। तर निकै ठुलो विपद, अब यो दुर्गम ठाउँमा चाहिँ बाटो पनि भत्काइदिएपछि डिस्कनेक्ट भयो नि, अब सम्बन्ध नै विच्छेद भयो। त्यस्तो स्थितिमा चाहिँ कसरी पुर्याउन सकिन्छ, त्यहाँका जनप्रतिनिधिहरूसँग पनि कुरा गरेर वरपरबाट आसपासबाट पारिपट्टिको पहिरो पारी भएका मान्छेलाई उतैपट्टिका साइडका जनतालाई परिचालन गरेर र वारिपट्टि भएकालाई वारिकै साइडका जनता परिचालन गरेर पारस्परिक सहयोग अथवा यो पनि कुरा भनिदिनुहोस् कि त्यस्तो गर्दाखेरि त्यो राहतहरू पुर्याउँदाखेरि तत्कालीन राहत पुर्याउँदा उहाँहरूलाई पर्न गएको कुरा सरकारले हेरिदिन्छ। तर राहत पुगोस्, मान्छे भरसक भोकै नपरुन्, भरसक मान्छे कठाङ्ग्रिएर बस्नुपर्ने स्थिति, मर्नुपर्ने स्थिति नआओस् भन्ने कुरामा ध्यान दिने भन्ने कुरा। र अब भोलि अर्को कुरा के पनि बुझिराख्ने भने त्यहाँ कोही मान्छेहरू अब नियमित औषधि सेवन गर्नुपर्ने त्यस्तो खालको मान्छे हुन्छ नि, घरै बसेर औषधि सेवन गरिराखेको त्यस्तो मान्छे छ छैन, त्यहाँ जनप्रतिनिधिहरू स्थानीय तवरमा उहाँहरूलाई सोधेर बुझेर यदि त्यस्तो छ भने बिहानै खबर गरेर एकदम सबेरै खबर गरेर यहाँबाट औषधि पनि लिएर जाने प्रबन्ध। यो नामको औषधि, यस्तो यस्तो फलानु रोगको औषधि भनेपछि डाक्टरहरूले चिनिहाल्नुहुन्छ। यो रोगको औषधि खाने गरेका थियो भनेपछि कति मात्रा उहाँलाई थाहा छ भने अथवा उहाँहरूको को डाक्टरले राखेको छ, कुन डाक्टरलाई जानकारी छ भन्ने कुरा यहाँबाट पनि डाक्टरसँग कन्ट्याक्ट गरेर नियमित खानुपर्ने, सेवन गर्नुपर्ने औषधिहरू हुन सक्छन्। मुटुका हुन सक्छन्, कलेजोका हुन सक्छन्, फोक्सोका हुन सक्छन्, किडनीका हुन सक्छन्, अरू प्रकारका हुनसक्छ, कोही क्यान्सर सर्भाइभर हुनसक्छ, त्यो औषधि खाइराख्या जस्तो कुराहरू हुनसक्छ। त्यसकारण यस्तोमा चाहिँ
औषधि पनि लिएर जाने भन्ने कुरालाई ध्यानमा राख्ने भन्ने कुरा हो। त्यसमा तपाईँहरूको ध्यान जाओस् न। हुन्छ हजुर। हामी यो खाद्यको लागि चाहिँ खाद्य व्यवस्था विभागको सिओ साहबले चाहिँ त्यहाँ गएर खाद्य लैजानु पर्यो भने तत्काल हामी आफै हेलिचार्ज गरेर पुऱ्याउँछौँ भन्नुभएको छ। मैले चाहिँ के भनेको छु भने भोलि हामी पुग्छौँ, हामी पुगेर उहाँको आवश्यकता खाद्यको तत्कालको आवश्यकताको खाद्य र केही लत्ता कपडा केही खाद्य पदार्थ खाद्यान्न लत्ता कपडा हजुर केही पुर्याउनु पर्ला, किनभने घरै गएपछि त लत्ता कपडा त निश्चित रूपमा गयो नि। हजुर ओर्ने रछाउने लाउने केही पनि छैन पक्का पनि उनीहरूको टोइलेट त तत्काल त त्यो हामी त्यहाँ पुगिसके पछाडि फर्दर के गर्नुपर्छ त्यो एउटा लिस्टिङ गरेर हामी समन्वय गरेर खाद्यकोबाट पठाउँछौँ। अन्य चाहिँ रातको लागि अब हेलीको विकल्पै छैन। अब नेपाली सेनासँग समन्वय गरेर नेपालीको सेनाको हेली मार्फत पुऱ्याउनु पर्ने हुन्छ होला। ल त्यसै गर्नुहोस्। हुन्छ हजुर। हस् हजुर धन्यवाद। हस् मैले यसो तपाईँसँग बुझौँ भनेर। हस् धन्यवाद।